नमस्कार, यहाँहरु देख्न सक्नुहुनेछ यो चाहिँ हुम्ला जिल्लाको सिमीकोट गाउँपालिकामा हो र यो हुम्ला जिल्लाको सदरमुकाम पनि पर्छ। यहाँ प्राय सीट क्षमता भन्दा बढी सवारी साधनहरु चलाएको देखिँदाखेरि जिल्ला ट्राफिक कार्यालय हुम्लाका ट्राफिक प्रहरी कर्मचारीहरूले एक दिन छटके चेक गर्दाखेरि अवस्था यस्तो देखिएको थियो। यो ट्राफिक प्रहरीको मात्र कर्तव्य हैन कि स्वयं यात्रा गर्ने मान्छेहरूले पनि बुझ्न जरुरी छ। यसरी सीट क्षमता चढ्दाखेरि भोलि हुने दुर्घटनाहरुमा धेरै जोखिमपूर्ण हुने भएकाले ट्राफिक प्रहरी कार्यालय हुम्लाले छटके चेकिङ गर्दाखेरि यहाँ यस्तो अवस्था दृश्य देखेको छ। जहाँ अहिले एउटा प्रहरी सहायक हवलदार सरले यहाँ चेकिङ गर्दै हुनुहुन्छ। गाडीको कागजपत्र पनि उहाँले हेर्दै हुनुहुन्छ र सायद उहाँलाई फाइन जरिमाना गर्नुहुन्छ होला ट्राफिक नियमअनुसार। तर यसरी गाडीमा मान्छे हाल्दाखेरि भोलि हुने दुर्घटनाहरुमा धेरै क्षति हुन्छ। यो ट्राफिक प्रहरीको मात्रै कर्तव्य हैन, स्वयं जनताहरूले पनि बुझ्न जरुरी छ। अहिले चाहिँ एउटा सरले उहाँले बुझ्दै हुनुहुन्छ। सायद उहाँहरूले अहिले सम्झाउनुहुन्छ। जस्तो अहिले पेसेन्जरहरूले उहाँ सम्झाउनुहुन्छ, दिपक सर हुनुहुन्छ उहाँले। यहाँ तपाईं देख्न सक्नुहुनेछ। यहाँ चालकलाई स्वयं बोलाएर उहाँले चाहिँ सम्झाइ बुझाइ गर्दै हुनुहुन्छ र उहाँलाई ट्राफिक नियमअनुसार जरिमाना पनि उहाँलाई काट्दै हुनुहुन्छ। यसरी गाडी चलाउँदाखेरि भोलि हुने जनजनको क्षति धेरै हुन्छ। त्यही भएर तपाईहरु पनि सचेत हुनु होला। यसरी गाडी चलाउनु भनेको एकदम खराब हो। र हुम्ला जिल्लाका ट्राफिक इन्चार्ज भीमबहादुर बुढा पनि सर हुनुहुन्छ यहाँ। उहाँले गाडी चेक गर्दै हुनुहुन्छ। यहाँ मान्छे हेर्नु तपाई आफै देख्न सक्नुहुन्छ। यसरी मान्छे हाल्दाखेरि यसको सीट क्षमता भनेको जम्मा 5 जना मात्रै हो। तर तै पनि यहाँ यसरी हालेको देख्दाखेरि यो कति नमजासम्मको हो। भोलि दुर्घटना हुँदाखेरि कति क्षति हुन्छ। यहाँ स्वयं भोलि बिहान जनताहरूले पनि यो बुझ्दैनन् कि भोलि बिहान ट्राफिक प्रहरीकै गल्ती देखाउने भएको कारणले गर्दाखेरि आज यस्तो क्षेत्र चेकिङ गर्दाखेरि यस्तो अवस्थामा देखियो। हेर्नुस् अहिले उहाँ सरहरूले पेसेन्जरहरूलाई झार्दै हुनुहुन्छ। यसरी पछाडि ढाला मान्छे हाल्नुहुन्न। भोलि बिहान हरेक दुर्घटना हुँदाखेरि धेरै क्षति हुने भएको कारणले गर्दाखेरि ट्राफिक प्रहरीले यसरी ट्राफिक व्यवस्थापन गर्दैछ हुम्लामा। हेर्नुस् त मान्छे यसरी बसेका छन् पछाडि। लोकल ठाउँ हो, यहाँ गाडी पाइँदैन। तर यसरी चढ्दाखेरि भोलि कति क्षति हुन्छ तपाईहरुले पनि बुझ्नु जरुरी छ। यसरी मान्छे कहिले धेरै हाल्नु। यो गाडीको सीट क्षमता भनेको जम्मा 5 जना मात्रै हो। यहाँ हेर्नुस् त कति जना छ। अहिले यहाँ ट्राफिक सरले उहाँहरूलाई सम्झाउँदै हुनुहुन्छ। यस्तो नगर्नुस् उस्तो नगर्नुस् भनेर सम्झाउँदै हुनुहुन्छ। तपाई देख्न सक्नुहुनेछ। यो गाडीलाई पनि फाइन काटिसक्नु भयो। हेर्नुस् हो, यो फाइन भनेको तपाईलाई सचेतको लागि फाइन काटेको। हेर्नुस् यो ट्राफिकले फाइन काट्दाखेरि ट्राफिकको खातामा जान्न कि यो सरकारको राजस्वमा जान्छ। हेर्नुस् त्यही भएर तपाईहरु पनि सचेत हुनु होला हैन। ट्राफिक नियमको पालना गरौँ सबैले। ट्राफिक भनेको तपाईहरुको लागि बसेको हो हैन, उहाँ सब आफ्नो लागि हैन। सबैले बुझ्न जरुरी छ। धन्यवाद।